पर्छ। हेर्दा हेर्दै बालेन शाहको पनि राजीनामा माग्न थाल्यो हैन। यो देशमा के भइरहेछ कि हैन, यो प्रशासन कति लुज हो कि? एक त पहिला गृहमन्त्रीले राजीनामा दिनु पर्दैन थियो हैन, यो झोले जति रोडमा कुदिरहेछ सबलाई हान्नु पर्दै दौडाएर। अनि अब हेर्नु, एउटाले राजीनामा दियो, अब बालेन शाहको पनि राजीनामा चाहियो रे। अनि देश तेरो बाउले चलाउँछ, फेरि त्यो खातेहरू पुरानो बुढोहरूलाई दिने हो? के गरिरहेछ सरकार यार? बाधा केमा परिरहेछ क्या? म केमा बाधा छ? डिस्टर्बिङ केमा छ? बहुमतको सरकार छ, बाधा कहाँ पुगिरहेछ? मैले बार बार भन्छु यदि संविधान बाधा छ भने संविधानले खारिज गर्नु न यार। राणा शासन लाउनु पर्छ। नेपाल अनि मात्र सुध्रिन्छ त कहिले बुझ्ने? नेपालमा नि सित्तैमा खाने मान्छेको जनसंख्या धेरै छ, पार्टीको पैसा खाने मान्छेहरूको धेरै जनसंख्या छ। रोडमा आउँदा पनि नि कमसेकम 50,000 मान्छे पुग्छ फ्रीमा खाने मान्छेहरू, त्यो दल्लेहरू। त्यही भएर सुध्रिँदैन के? लाठी चार्ज गर्ने हो, आर्मी निकाल्ने हो, सशस्त्र निकाल्ने हो, के हेरेर बसेको? नत्र सबैले राजीनामा दिनुपर्छ र फेरि त्यही बुढापाकाहरूले चलाउँछ र नेपाल कहिले बन्दैन। हेरेर के बसेको? यो संविधानले थेक्न सक्दैन, डिस्टर्ब भइरहेछ, बाधा गरिरहेछ भने संविधान चेन्ज गरौँ न। 2007 को संविधान लागू गरौँ न। सेनालाई उतार्नु न फिल्डमा। खै के हेरेर बसेको समझमा आउँदैन। सबैले राजीनामा दिने हो अनि कसले चलाउँछ देश?